र सबैजनालाई नमस्कार। आजको भिडियो मेलवर्म पालन सम्बन्धी यानि कि किरा पालन, जुन विशेष गरी कुखुराको दाना र त्यसै गरी हाँसको दाना, माछाको दानाको लागि प्रयोग गरिने यो किरा कसरी घरमै स्याहार सम्हार गर्न सकिन्छ भनेर यो चाहिँ पहिलाको मेरो जुन चाहिँ सुरुमा किराहरू राख्दाखेरिको यो फोहोरहरू चाहिँ आज मैले यसलाई सफा गर्दैछु। यो चिजलाई चाहिँ मैले फालिदिन्छु। अब यो फालिदिइसकेपछि हजुरहरूले देख्न सक्नुहुन्छ यसमा कतिपय किराहरू मरेको पनि छ, जुन सक्सेस नभएकोहरू, र कतिपय चाहिँ यसैबाट राम्रो भएर निस्केर यतापट्टि चाहिँ मैले सारिसकेँ। यहाँनिर प्रशस्त मात्रामा किराहरू देख्न सक्नुहुन्छ हजुरले। यहाँ किराहरू छ यी, र यसलाई चाहिँ अगाडि सफा गरेर त्यसमा भएको अन्डाहरूलाई कसरी अर्को ठाउँमा चाहिँ ट्रान्सफर गर्ने भनेर यो कुरा देखाउँदैछु आजको भिडियोमा। र यसको फोहोर जति मैले फालिदिइसकेँ, यहाँ हेर्न सक्नुहुन्छ। यसलाई खाली बनाएर अब चाहिँ मैले यो डब्बामा चाहिँ अन्डाहरू चाहिँ ट्रान्सफर गर्दैछु। यति धेरै भइसकेको छ कि यो किराहरू यिनीहरू म्याच्योर्ड भइसक्यो। यो म्याच्योर्डहरूलाई मैले अब एक ठाउँमा राख्दैछु। यो जुन मसिनो देख्नुभएको छ नि, यो यहाँनिर हातमा, यो चाहिँ यिनीहरूको लगभग अन्डा भनेर भन्न मिल्छ। र यसको बच्चाहरू कस्तो हुर्केको छ भनेर त्यो पनि देखाउँदैछु मैले आज। र यो सबै चिजहरू मैले यसमा नयाँ भाँडोमा चाहिँ ट्रान्सफर गरिदिँदैछु। पहिला सुरु एउटा भाँडोको मैले गरेर देखाउँछु हजुरहरूलाई। यहाँनिर यो यसमा भएको किराहरू जति यसमा यो नयाँ भाँडोमा सार्दैछु मैले। र यो भर्खरको फ्रेस हिजो भर्खरै दिएको यिनीहरूको लागि दिएको दाना हो यो, हैन। यो चिजहरू पनि मैले यही नयाँ भाँडोमै राखिदिन्छु। र यिनीहरूको अन्डाहरू चाहिँ एक ठाउँमा बनाउँदैछु मैले। आज गरेको काम चाहिँ कसरी अन्डालाई ट्रान्सफर गर्ने, जस्तो यसमा माउहरू छ। मैले चाहिँ त्यो महँगो खाले भाँडो चाहिँ बनाएको छैन। जुन यो मसिनो देख्नुहुन्छ नि हजुरले, यहाँ चाहिँ यसैमा चाहिँ यिनीहरूको मसिनो बच्चाहरू चाहिँ निस्किने गर्छ। यो यिनीहरूको पनि सरसफाइ चाहिँ गरिदिइरहनु पर्ने हुन्छ। अब यो सबै यसको जुन मदर ब्रिडहरू छ त्यो ब्रिडहरूलाई अर्को भाँडोमा ट्रान्सफर गरिदिने। ट्रान्सफर गरिसकेपछि अनि यसमा भएको अन्डाहरूलाई चाहिँ अलिकति ओट्स हालेर राखिदिने। त्यही हो आजको काम। यहाँनिर यो हिजो भर्खरै राखिदिएको गाजरहरू थियो, यो सुकिसकेको गाजरहरू चाहिँ फालिदिनुपर्छ। त्यही भएर मैले खास आज सफा गर्न खोजेको कारण पनि त्यही नै हो। जस्तो यो काँक्राहरू, यो के थियो नि, यो सबै कुहिसकेको छ। यो सफा गरिदिनु पर्ने हुन्छ यिनीहरूको। यो ब्रेडहरू पनि सुकिसकेको छ यिनीहरूको। यो खानै नहुने भएको छ। यसमा चाहिँ अन्डाहरू हुन्छ, यसमा मसिनो यसमा। र बेलामा सफा गरेनौँ भने यसको मदर हुन्छ नि, जुन ठुल्ठुलो माउहरू, त्यो माउहरू पनि मर्ने गर्छ। त्यही भएर हेर्नु त यतापट्टि चाहिँ मैले पुरै लगभग सफा गरेर भ्याइसकेको छु। अब यिनीहरूलाई छुट्टै यतापट्टिको भाँडोमा चाहिँ सिफ्ट गरिदिँदैछु। यतापट्टिको भाँडोमा यहाँनिर हेर्न सक्नुहुन्छ। यिनीहरूलाई मैले अब सिफ्ट गर्दैछु अर्को भाँडोमा। मजाले केलाएर यहाँनिर यो छान्न प्रयोग गरेँ। यसरी हल्लाइदिएपछि तलपट्टिबाट यसको अन्डाहरू जति तल झर्छ, हैन। हेर्न सक्नुहुन्छ। यो सबै यसमा अन्डाहरू, मसिनो बच्चाहरू छ यसमा, एकदमै मसिनो। यहाँ हेर्न सक्नुहुन्छ हिँडेको। अब यिनीहरूलाई चाहिँ सिफ्ट गर्ने यसरी चाहिँ सिफ्ट गर्ने यतापट्टि। यो जुन माउबाट यिनीहरूको अन्डाहरू, बच्चाहरू चाहिँ छुट्याउने तरिका खासै जालीवाला यस्तो खाले फ्रेम बनाए पनि हुन्थ्यो, तर त्यो चाहिँ अहिले मैले बनाएको छैन। अहिले मैले हजुरहरूलाई यो बच्चाहरू पनि देखाउँछु। अहिले यसमा कस्तो छ, आँखाले देख्न नसक्ने मसिनो हुन्छ। यो गरेर ठ्याक्कै अर्कोमा अब यतापट्टि सिफ्ट गरिदिने।
र यसमा चाहिँ अहिले अन्डाहरू देखाउँछु म। यहाँनिर हेर्ने हो भने यो पिठोभित्र मसिनो मसिनो सलसल हिँडेको देखिन्छ। यहाँ चाहिँ यति धेरै यो मेलवर्मको जुन लार्भाहरू छ। अब यसलाई चाहिँ हामीले छुट्टै कलौनी बनाउने गर्छौँ यो चिजहरू राखेर। चाहिँ मसिनो एकदमै मसिनो त्यो अन्डाहरू चाहिँ यसमा छ। यसको माउहरू जति सबै यतापट्टि सारिदियो। यहाँनिर मैले यो किराहरूलाई यतापट्टि सिफ्ट गर्दैछु। अहिले सट्ट नयाँ कलोनी बनाएपछि मैले हजुरहरूलाई देखाउँछु सबै। यहाँनिर यसको जति पनि फोहोर पाउरोटीहरू यिनीहरूलाई चाहिँ हटाइदिएको छु, हेर्न सक्नुहुन्छ है। र यहाँनिर यसको अन्डाहरू पनि मैले फिल्टर गर्दैछु। यहाँनिर हेर्न सक्नुहुन्छ है। यो सब नयाँ कलोनी नयाँ बनाउँदैछु मैले। यहाँ यो सबै यो भाँडामा चाहिँ अब मैले यसको जुन बच्चाहरू प्युपाहरू हुन्छ त्यो प्युपाहरू निस्किने छुट्टै कलोनी जस्तो बनाउँदैछु। त्यही भएर अहिले यसरी चाहिँ फिल्टर गरेर यसको अन्डाहरू जति तल सार्ने र माउहरूलाई चाहिँ अर्कोतिर सिफ्ट गरिरहेको छु। र यसरी चाहिँ माउहरू मात्र एक ठाउँमा आयो है। र अब चाहिँ यसलाई चाहिँ यसमा जुनमा माउहरू थियो नि त्यही माउवाला कलौनीमा चाहिँ र यसमा चाहिँ अब यो पुरै लार्भाको नयाँ कलौनी बन्दैछ है। हजुरहरूलाई देखाएको छु है। र यहाँ मैले नयाँ ओट्स ल्याएको छु। यो जुन नयाँ बनाएको त्यो सानोवाला भर्खरै अब यसमा अन्डाहरू भएकोमा चाहिँ मैले यसरी यो ओट्सहरू अलिकति यिनीहरूलाई तातो होस् भनेर यो ओट्स चाहिँ राखिदिएँ। खासै धेरै चाहिँ राख्नु पर्दैन यसमा, यही नै हो। र अब यो चाहिँ लगभग अब यसमा चाहिँ हामीले अरू कुनै पनि हालेको छैनौँ। यो यसमा अब बिस्तारै लार्भा चाहिँ बन्दै जान्छ। यसमा लार्भाहरू बन्छ। र यो दुईटा चाहिँ अब यिनीहरू मदर कलोनी भयो। अब यसलाई मैले आधा गराउँछु, ठ्याक्कै डिभाइड गर्छु। यहाँनिर दुईटा बक्समा चाहिँ डिभाइड गर्छु भनेको छु। यहाँनिर यिनीहरू अब मैले जुन पुरानो गाजरहरू थियो, फोरोहरू थियो, त्यो ब्रेडहरू थियो, त्यो सबै मैले निकालिदिइसकेको छु। निकालिदिएर अब मैले नयाँ यिनीहरूलाई त्यो फङ्गसहरू किराहरू नलागोस् भनेर नयाँ बेड चाहिँ तयार पारिदिएँ। र नयाँ बेडको लागि चाहिने ओट्सहरू पनि मैले राखिदिइसकेको छु, गाजरहरू राखिदिइसकेको छु। हेर्न सक्नुहुन्छ एउटा बेड यहाँ तयार भयो। अब अर्को बेड यहाँनिर जुन चाहिँ ओट्स थियो त्यो ओट्सलाई चाहिँ अब दुवैतिर बाँडिदिन्छु मैले। यो अलिअलि यसमा पनि थपिदिन्छु म ओट्स। यो ओट्स भनेको गहुँको चिउरा है। अब यो चाहिँ यिनीहरूले एकदमै धेरै रुचाउने गर्छ। अनि अन्डाको खोस्टाहरू चाहिँ मैले दुवैतिर यो ल हेर्नु यो किराहरू यिनीहरू नै यो मदर ब्रिडरहरू। यिनीहरूलाई मैले दुईतिर एकै ठाउँमा धेरै भयो भनेर दुईतिर बाँडिदिएको है साथीहरू। हजुरहरूले पनि अब पछि बिस्तारै यो नेपालमा किराहरू अब अलिकति बढ्दै गयो भनेपछि हजुरहरूलाई नि यो सजिलो होला कुखुराहरू पाल्नु भएको किसानहरूलाई भनेर यसरी यो भिडियो चाहिँ मैले बनाएको छु, कसरी पाल्ने के गर्ने भनेर। र यसरी चाहिँ आज यो भिडियोमा कसरी ट्रान्सफर गर्ने, कसरी सरसफाइ गर्ने र जुन यसको अन्डाहरू छ अन्डाहरूलाई कसरी छुट्याउने भनेर त्यो जानकारी दिएँ। र यसरी यो कलोनी दुईटा कलोनी मैले देखाएको छु। बनाइसकेपछि हजुरहरूले अलिअलि
धेरै नराखिदिनु होला। अलिअलि ब्रेडहरू यसरी राखिदिनु भयो भने यिनीहरू लुक्नको लागि, हिँड्नको लागि चाहिँ एकदमै सजिलो हुने गर्छ। यसरी जुन मैले हजुरहरूलाई यहाँ देखाएको छु। यिनीहरूलाई यो ब्रेड चाहिँ अलि मन पर्ने गर्छ। यिनीहरूलाई लुक्नलाई सजिलो होस् भनेर यस्तो खाले गाताहरू, अन्डा पार्न सजिलो होस् भनेर यो खाले गाताहरू पनि राखिदिने गरिन्छ साथीहरू। यिनीहरू यसैको तलपट्टि गएर बस्ने गर्छन् धेरै जसो। तर गाता राख्दाखेरि वरिपरि कलर नभएको यस्तो खैरो खाले मात्र राखिदिनु भयो भने धेरै राम्रो। यसरी र यसरी चाहिँ मैले तीनटा चाहिँ बनाएँ। यो दुईटा चाहिँ मदर बेड र उतापट्टिको जुन सानो देख्नुभएको छ त्यो प्युपाहरू तयार गर्नको लागि यिनीहरूको अन्डालाई चाहिँ छुट्याइदिएँ। हेर्न सक्नुहुन्छ। हजुरहरूले पनि सानो लगानीमा यसरी सानो सेटअपबाट सुरु गर्न सक्नुहुन्छ। र आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। आउने दिनहरूमा यस्तै जानकारीमूलक भिडियोहरू हजुरहरू माझ लिएर आउनेछु। आज चाहिँ बिदा चाहन्छु। हस्त नमस्कार।